यता हेर्दिन त एडेन एडेन पनि थाक्यो डर लाग्यो हेलो एभ्रिवान कहाँ छौँ हामी आज यो चाहिँ डार्बिसारको पिक डिस्ट्रिक्टको डोपडेलको चाहिँ स्टेपिङ हिल्स होला स्टेपिङ स्टोन्स एडेन कम हियर यहाँ आउनुहोस् Are you enjoying? Mama, Yes. stepping stone ma jane. Okay. Gabat cross garne. Okay. ल हेलो हेलो खोला देख्यो ओके वाउ मन पर्यो नानीलाई ल हिँड्नु माथि जान्छ अरे एडेन र आज हामी चाहिँ पिकनिक पनि आएको हो एज अ ड्राई पिकनिक Mountain ma picnic ani. यस पिकनिक खाने माउन्टेनमा कति राम्रो ठाउँ छ इट्स रियली ब्युटिफुल आज युकेको वेदर एकदमै राम्रो छ अलमोस्ट 30 डिग्री जस्तो छ सो सबैजनाहरू पानीमा कोही नुहाइरहेको छ कोही खुट्टा डुबाइरहेको छ एडेन कसै चाहिँ ढुङ्गा फ्याल्दैछ पानीमा कति राम्रो ठाउँ छ र हाम्रो एडेन चाहिँ एकदमै खुसी छ उसलाई साह्रै मन पर्यो यो प्लेस होइन यस खै राम्ररी भन्देऊ नि त Yeah. ओके उसलाई साह्रै मन पर्यो यो प्लेस दिस इज आवर सेकेन्ड भिजिट नजानु है लड्छ है Was one right? स्लिपिङ गरेको अरे निन्द्रा लाग्यो अरे Gas ai. घाँसमा Ai. Gas dekho. घाँस देख्यो Mama eko. देखिरहेछ मामाले पनि Baba ni ben baba. सबैले देखिसक्यो माछा चाहिँ छ कि छैन हौ पानीमा Ai. छैन No mati. फाइनली हामी आइपुग्यौँ एडेन आर यु रेडी टु क्रस सो यसरी Mama dog. क्रस गर्ने हो यो ढुङ्गामा टेकेर Mama dog pan. डगले पनि गर्दैछ भेरी ब्युटिफुल प्लेस एकदमै राम्रो छ यो प्लेस समरमा त स्पेसल्ली कति राम्रो पख है मामाको चिन्छ होला उयो भयो थियो Okay. लु हिँड Easy boy. इजी भयो Baba, yo dhunga ma jane. त्यता होइन यता अगाडि हिँड So we are having a picnic today, so it's not prepared yet. Normally बच्चाकै सामान मात्रै छ हामीसँग बच्चा छ जसलाई केचप मनपर्छ हेलो सो अब हाम्रो पिकनिक स्टार्ट हुँदैछ हेलो प्रसय खोइ हेलो भन्दैन त कसैले भने कस्तो हुँदैछ त पिकनिक एडेन केचप खाइरहेको छ होइन र हाम्रो एडेन चाहिँ अब स्यान्डविच खाँदै हुनुहुन्छ बाबा गयो इज इट यम्मी यस मिठो लाग्यो हेलो हिरो के टोलाइरहेको छ एडेन त लेज चिप्स खाँदैछ अनि मम्मी चटपटे अनि द भ्यू
छोड्दिनु न जान दिनु त्यसलाई चिप्लिन्छ नि त उ त्यसले उठा क्या त्यहाँ जानु हुँदैन अब चिप्ल्यो भने नयाँ चेन्ज गर्ने लुगा लु 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 गर्छ त ल हाम्रो पिकनिक पनि सक्यो पिकनिक सकिएर चाहिँ अब माथि डाँडामा हिँड्ने भनेर एडेनले भन्दैछ सो सबैजना चाहिँ यहाँ मजाले इन्जोय गरिरहेछ कोही पिकनिक खेलिरहेछ कोही तास खेलेको छ है कोही बल खेलिरहेको छ एकदमै इन्जोय भइरहेको छ यहाँ सबैजनालाई एकदमै राम्रो ठाउँ छ एडेन कहाँ चढ्ने अरे माथि चढ्ने भन्दैछ हाम्रो एडेनले चाहिँ होपफुली माथिसम्म पुगौँ हिँडेर एडेनसँग यतै हो सिधै यतै मन पर्यो नानी ल बाटो चाहिँ यति यहाँदेखि चढेर यस्तो ठाउँ छ है गल्यो यति राम्रो ठाउँ खाएको पच्दैछ है खानेकुराहरू यताबाट हिँडेर त थकाइ लाग्यो है उफ हाम्रो सानो एडेन पनि हिँडेर आयो तलको पाखा ल हामी डाँडामा पनि आइपुग्यौँ डाँडा चाहिँ यस्तो छ ल पछाडि यतापट्टि चाहिँ यस्तो छ ठुलो डाँडा हाम्रो एडेन पनि यहाँदेखि तलबाट चढेर यहाँ माथिसम्म आइपुगेको छ कान्छा अझै माथि छ तर नजाने माथि यहीँसम्म मात्रै जाने उसले थाकेर अहिले योगर्ट ड्रिङ्क खाँदैछ अघि आएको बाटो तल पानी भएको ल कति रमाइलो ठाउँ कान्छा डाँडाबाट डराइ क्या हेऱ्यो नि त हो आर यु स्केयर्ड न आउनुहोस् आउनुहोस् ओ केही हुँदैन मामा यहीँ छ ओके पहेँलो बाटो चाहिँ कता छ हौ पहेँलो बाटो ओके ल जाउँ ल माथि चढ्नु गाह्रो भन्दा नि यो ओह्रालो झर्नु चाहिँ झन् गाह्रो भएछ है ल चिप्ल्यो त भाइ त ल आजको दिन पनि यस्तै भयो